अनि दाइ तपाईँको के छ विचार? यहाँ बसेर केही काम छैन, तपाईँ नै जाने तर्खर गर्नु पर्यो। अब खै के हुन्छ भाइ, हेरौँ न। ओहो आन्टी नमस्कार, कति बेला आउनुभएको? मैले त थाहा नै पाइनँ। बस्नु है, म चिया बनाएर ल्याइहाल्छु। नमस्कार नानी, आज त चिया खान पाइँदैन, अरू ठाउँमा नि मिठाई बनाउन जानु छ। मिठाई? के को मिठाई आन्टी? छोरोको अस्ट्रेलिया भिजा लागेर नि नानी। ओहो बधाई छ दुवैजनालाई, राम्रो हुने भयो अब त। भाउजू तपाईँ नि मिठाई खानुहोस्। ल अब अरू ठाउँमा नि मिठाई बनाउन जानु छ, हामी गएको ल। हुन्छ काका। म पनि जान पाए राम्रै हुन्थ्यो होला है। हेर केटा, त्यस्तो कुरा मसँग चाहिँ नगर। खै सबैजना गइसके, म मात्र बाँकी छु। बुवाले मान्दै मान्नुहुन्न। ए अरूको लड्डु खाने बस। ए यस्तै छ, समय बित्दै जान्छ। समय बितेको थाहा नै हुँदैन। हरिकै मेहनत, तर किन उसले आफ्नो अफिसमा पनि मेहनत गरेको हुन्छ, तर किन खै उसको प्रमोसन भनेर हुँदैन। हरि निराश छ। अब त उसकी श्रीमती पनि गर्भवती भइसकिन्, उमाथि जिम्मेवारी थपिँदै गइसक्यो। तर आय स्रोत जस्ताको त्यस्तै छ, ऊ निराश छ। आज हरि अफिसबाट आएपछि के हुन्छ हेरौँ है त। होइन ए छोराहरी, आजकल त निराश देख्छस् त, के भएको छ तँलाई? हेर्नुहोस् न बुवा, मेरो त प्रमोसन पनि भएन। त्यत्रो मेहनत गरेको, अन्तिममा बसले आफ्नो चम्चाको प्रमोसन गर्छ। सिधा र राम्रो काम गर्न त यहाँ केही पनि गर्न सक्दैन रहेछ। उन्नति गर्न त चम्चागिरी नै गर्नुपर्ने रहेछ। यहाँ बसेर मलाई दिक्क लागिसक्यो। ए अब म पनि विदेश जान्छु, यहाँ बसेर म उँभो लाग्दिनँ। होइन यस्तो के भन्छ? हेर त छोरा, हामी त बुढो भइसक्यौँ। हाम्रो बुढासाको सहारा नै त हो। अन्त गर्छ बुढासाको सहारा चाहिँ को भनिदिन्छ? हेर्नुहोस् बुवा, मेरा सबै साथीहरू त्यहाँ गएर कस्तो राम्रो राम्रो व्यवस्था गरिसके। अब म मात्र पछि परेको छु। हेर छोरा, प्रत्येक वर्ष 21 लाखभन्दा धेरै युवाहरू त विदेश गइरहेका छन्। देश विकास गर्नुको सट्टा विदेश पक्रिरहेपछि देश चाहिँ कसरी विकास हुन्छ? झन् छोरा, आफ्नो घरमा छोराछोरी नहुँदा घर त रित्तै हुन्छ। हो नि बाबु, हेर न, प्रत्येक वर्ष 8 लाख युवाहरू खाडी मुलुक गइरहेका छन्। खाडी मुलुक गएकाहरूको जीवन त्यति पनि सजिलो छैन। उनीहरूले त गाह्रो, फोहोरी र अप्ठ्यारो काम गर्न बाध्य हुन्छन् बाबु। अनि बाबु, कति त झन् बाकसमा पनि फर्केका छन्। हो बाबु, यस्तो अस्ट्रेलिया अमेरिका भनेको त सहज ठाउँ होइन। त्यहाँ पैसा रुखमा फल्दैन। त्यहाँ त बरु चोट्या जस्तै जोतिँदै काम गर्नुपर्छ। तिमी त्यतिको कामै गर्न सक्दैनौ। होइन बुवा, मलाई नरोक्नुहोस्, यो मेरो भविष्यको सवाल छ। मैले मेरो परिवारको लागि केही पनि गर्न सकिनँ भने मेरो मन पोल्छ। त्यसैले म जानै पर्छ बुवा। अब त नगई नछोड्ने। तर त विदेश चाहिँ कसरी जान्छस्? तेरो त अङ्ग्रेजी खासै राम्रो छैन। जसरी छिमेकी आन्टीको छोरा गएको छ नि, हो म पनि त्यसै जान्छु डिपेन्डेन्टमा। अब खै के गर्छस्? हामी चाहिँ बुढो भइसक्यौँ। हामी यहाँ त जाने त छस्। जाउँ बुढी। हस्। हेर रिता, मेरो अङ्ग्रेजी त्यति राम्रो छैन। तिमी पनि सरकारी स्कुल र कलेज पढेकी छौ। हामीलाई स्टुडेन्ट भिजा पाउन धेरै गाह्रो छ। वर्किङ भिजाको लागि पनि धेरै पैसा खर्च गर्नुपर्छ। त्यसैले एउटा कुरा मान्नु न रिता, म अरूसँग फेक म्यारेज गरेर डिपेन्डेन्टमा जान्छु नि ल।
म आफ्नो बुढालाई अरूसँग बिहे गरेर कसरी जानु भन्नु? नक्कली नै भयो नि, बिहे त बिहे नै हो नि। सम्झँदै मन च्वास्स हुन्छ, मलाई त हुन्छ भन्ने आँटै आएको छैन। ए लाटी, मेरो श्रीमती त तिमी नै हो नि। त्यो त नक्कली बिहे पो हो त। त्यहाँ गएर मैले ग्रिन कार्ड पाएपछि त्यसलाई डिभोर्स दिन्छु अनि तिमीलाई बोलाइहाल्छु नि। मान न रिता, त्यो हाम्रो मात्र नभएर हाम्रो बच्चाको भविष्यको लागि पनि हो। अब हजुरले सोच्नु भएको हाम्रो लागि राम्रो नै होला। हुन्छ नि त त्यसो भए। लागि फेक म्यारेज गरेर डिपेन्डेन्टको लागि अप्लाई गर्छ। नभन्दा केही समयमा उसको अमेरिकाको भिजा पनि आउँछ। 1 दिन 2 दिन गर्दै उसको अमेरिका जाने दिन आइपुग्छ। बिदाइका दिन सबै परिवारको आँखामा आँसु हुन्छ। आँसु खुसी र दुःख दुवैको हुन्छ। खुसी छोराको उज्जवल भविष्यको कारण हुन्छ भने दुःख आफन्त चटक्क छोडेर विदेशिनु पर्दा। यसरी मन भारी गर्दै बिदाइका ती हातहरू हल्लिन्छन्। घरमा नै आफ्नो पार्लर खोल्छिन्। पार्लरबाट उनले घर खर्च मजाले चलाउँछिन्। उता त्यो हरिले पठाएको पैसा थियो नि, हो त्यसले घर बनाउँछिन्, केही बचत गर्छिन् र जग्गा जोड्न पनि सफल हुन्छन्। रिता मेहनती भएकाले उनको पार्लर पनि राम्रोसँग चलेको हुन्छ। एक दिन पार्लरमा काम गर्दा गर्दै छिमेकी भाउजू पार्लरमा आइपुग्नुहुन्छ। रिता, ए रिता, के छ हौ तिम्रो खबर? आरामै छौ नि? ठिकै छु भाउजू, बस्नु न। हेर न, भोलि छोराको बर्थडे छ। बर्थडे पार्टी त दिनै पर्यो, त्यसैले फेसियल गर्न आएकी। राम्री त हुनै पर्यो नि, होइन र? परिहाल्यो नि भाउजू। हस्। हेलो हेलो रिता, आरामै छु? के गरिरहेको? आरामै छु, पार्लरमा काम गर्दैछु। अनि हजुरको के छ नि? म पनि आरामै छु। अनि अस्ति पठाएको पैसा पायौ? पाएँ, अस्ति पठाएको पैसाले घर बनाउन पुगिहाल्यो। यसपालिको सबै जम्मा गरिदिए। अनि घर खर्चलाई राख्नु पर्दैन? पर्दैन, त्यो त म आफै व्यवस्था गरिहाल्छु नि। कति दुःख गर्छौ रिता, छोड्देऊ के? यो म यहाँ छुँदै त पैसा पठाउन। घरमा के गरेर बस्नु? बिहान बेलुकाको काम सकाएर दिन कसरी काट्नु? छोरालाई आमा बुवाले हेरिहाल्नुहुन्छ, हजुर पनि हुनुहुन्न। मन बुलाउनु परेन, मन बुलाए कि नि। अनि छोरा खै त नजन्मिँदै आएको 3 वर्ष भइसक्यो। खै हेरौँ न। छोरा आमासँग छ, म दिइहाल्छु। एकछिनै भाउजू, म फोन दिएर आइहाल्छु। छिटै आऊ है। हस्। छ्या, तिमी त कति लाट्यौ हौ रिता। बुढोले पैसा पठाउँछु, आराम गरेर घरमै बस भन्दा नमान्ने। मलाई हेर त, बुढाले पैसा पठाउँछन्, म यहाँ यसो आरामको जिन्दगी बिताइरहेकी छु। घुम्छु, खान्छु, मन लागेको सपिङ गर्छु। तिमी चाहिँ के खान यति दुःख गरेकी र? घरमा बस्न बोर हुन्छ भाउजू। अनि थप मैले घर खर्च चलाएँ भने उहाँले पठाएको पैसा पनि बचाउन सक्छु। अनि हामी अमेरिका गयो भने पनि हामीलाई नै काम लाग्छ। यही नेपालमा केही गर्न नि हामीलाई नै काम लाग्छ। भयो भाउजू। खै, तिम्रो कुरा तिमी नै जान रिता। म चाहिँ दुःख गर्न सक्दिनँ। बुढोले सोख पुरा गरिहाल्छन्। एकबारको जिन्दगीमा रमाइलो गर्ने हो। ल त म गएँ है रिता। भोलि आउन बाबुको बर्थडेमा। हायात होटेलमा छ पार्टी। आउन जसरी भए पनि बाबुलाई लिएर। हस् भाउजू।
गुड एक्सप्रेसन मेहनत गरेर काम गर्छ उसले काम गर्ने ठाउँमा नेपालबाट गएका रमेश दिनेश र श्यामलाई भेट्छ के अमेरिकाको जीवन उसले सोचे जस्तो भेट्छ त अब अमेरिकातिर लाग्यो न ठिक छ ल्याउनेको त दाइ तनाव भयो नि होइन भाइ के भयो किन तनाव हो ल दाइ हिजो समाचार सुन्नु भएन ट्रम्पले नीतिमा परिवर्तन गरेको छ आप्रवासीहरूलाई उनीहरूकै देश फिर्ता पठाइरहेको छ भिसाको म्याद थप्न पनि कडाइ गरिएको छ आफ्नो भिसाको म्याद त सकिन आँटेको छ दाइ थपिएन भने त बर्बादै हुन्छ उताबाट यहाँ आउँदा ऋण माग गर्न सकेकै छैन खाली हात फर्किनु पर्यो भने त बर्बादै हुन्छ यस्तो पनि जीवन हुन्छ डराइ डराइ जिउनु पर्ने काममा पनि कति खटिनु पर्ने हो अब के गर्छु त भाइ कति न विदेशमा रुखबाट पैसा टिपिन्छ भनेर आयो यस्तो तनाव हुँदो रहेछ परिवारबाट टाढा झनै तनाव नि भाइ यो श्याम भाइलाई चाहिँ के भएको आजकल त चुपचाप छ त खोइ के भयो भन्दैन यसरी त डिप्रेसनमै जान्छ कि के हो खै भाइ दिदी नमस्कार नमस्कार भाइ के छ भाइ आरामै छौ आरामै छु दिदी हजुर आरामै हुनुहुन्छ अनि भिनाजु र भान्जाको के छ नि हामी यता सबै आरामै छौ भाइ अनि तिमी चाहिँ कहिले आउने हो अब छिटै मिलाएर आउने विचार छ दिदी हेरौँ के हुन्छ साँच्चै भाइ भान्जाले आइफोन भन्दै थियो उतै क्रिसमस कि न्यु इयरको सेलमा सस्तो पाइन्छ अरे लौ न एउटा भान्जाले ल्याइदेऊ न है हुन्छ दिदी हेरौँ पाएँ भने दिदी अहिले म काममा छु धेरै बेर बोल्न मिल्दैन पछि कल गर्छु ल हुन्छ भाइ के कसरी काम गर्दैछु के कसरी कमाउँदैछु थाहा छैन सबैलाई आइफोन चाहियो अरे ले आइफोन होइन भाइ के भयो किन रिसाएको आफ्नै परिवार र आफन्तको गिफ्टको लिस्ट सदाय तनाव भइसक्यो अब के गर्ने त लु भाइ हाम्रो सिफ्ट पनि सक्यो जाउँ बढीको कामले हरि थकान भएर आफ्नो कोठामा पुग्छ हे केटा यसो सफा गर्छ बिचरा हरि ऊ भोकै निदाउँछ होइन केटाहरू कहाँ गयो हौ सफा गर्न आऊ भने भोलिपल्ट बिहान हुँदा ऊ जगिङ गर्न जान्छ जगिङ गर्ने बेला त्यो केटी थियो नि हो त्यो डिपेन्डेन्टमा गएको केटी क्या हो त्यसको फोन आउँछ अब सुनौँ है के कुरा हुन्छ म त जगिङ गर्दै सुन्छु हरि फुर्तिलो रहेछ है हरि फुर्तिलो मान्नु पर्छ ए कति फोन गर्छ कि यसले हेलो बन्नी हेलो के हो दाइ पैसा तिर्नु पर्दैन डिभोर्स दिउँ मैले तपाईँलाई डिभोर्स दिएँ भने तपाईँलाई फिर्ता पठाइन्छ नि थाहा छ कि छैन बहिनी मैले तिमीलाई अस्ति भर्खर त पैसा दिएको अब म तिमीलाई कति दिनु कि मैले यहाँ आएको खर्च सबै मैले गरेको अब मैले मेरो ऋण पनि तिरेको छैन मेरो घर परिवारलाई के दिनु कि एकछिन रुक न ल बहिनी खै दाइ मलाई त केही थाहा छैन मलाई मेरो पैसा दिनु नत्र भए म डिभोर्स दिन्छु नि ए कति जना दिन्छ कि यसले यसै त डिपेन्डेन्टमा आउनु हुँदैन रहेछ
रमेश भाइकोमा जान्छु। यस भाइकोमा जाँदा उसले त्यहाँ भिड देख्छ, त्यहाँ पुलिस पनि आएको। होइन, यो के को भिड हो भाइ? के भयो? किन यस्तो भिड? दाइ, श्याम भाइले सुसाइड गर्यो। किन? I found the note. Fine, here, take it. Hey you, come here. Who? Me? Yes you, come here. Is this his handwriting? Yes. What language is this? Can you read? Make me understand. प्यारी आमा, गोरेटोमा मेरो बाटो हेरेर बस्नुभएकोलाई लुकी लुकी आफ्नो आँसु पुस्दै, आमा तपाईँको हातको तातो खाना साह्रै याद आइरहेको छ आज। छोरा खाना सेलाउँछ भनी आफ्नै हातले खुवाउनुहुन्थ्यो, कति मिठो हुन्थ्यो त्यसको स्वाद। अनि आमा म निराश हुँदा तपाईँले काखमा मेरो टाउको राखेर सुमसुम्याउनुहुन्थ्यो, त्यो त स्वर्ग नै हुन्थ्यो। आमा आज किन किन त्यो गाउँको गोरेटो आफ्नो बाल्यकाल र त्यो आँगन परिवारको मायाले धेरै सताइरहेको छ। आमा वर्षा लागेसँगै घरको चुहिने छानो टाल्ने र तपाईँको फाटेको चोली फेरि ठुलो सपना देखेर अमेरिका आइपुगे। लाग्थ्यो अमेरिकामा त पैसा रुखबाट टिपे जस्तै सजिलै कमाइन्छ। बन ठान्थे अमेरिका पुगेर सजिलै अवस्था परिवर्तन हुन्छ, तर त्यस्तो रहेनछ आमा। यहाँको चिसो हावामा भोक भोकै हिँड्नु पर्दा तपाईँको यादले धेरै सताउँछ। पल्ला घरि साइला दाईबाट लिएको ऋणको ब्याज बढिरहेको सम्झन्छु, मन पोल्छ आमा। आमा तपाईँको शरीरमा अझै त्यही फाटेको चोली छ है? तपाईँको ठुलो आशा र भरोसाको दियो बालेर यहाँ आए आमा, तर केही गर्न सकिनँ। तपाईँ कति अभागी हुनुहुँदो रहेछ आमा। थोरै कमाई, काममा साहुको किचकिच, घरिघरि परिवर्तन हुने। यहाँको नीति, घरको ऋणले म त नाममा छु आमा। यहाँ आफ्नो दुःख पुग्ने ठाउँ पनि छैन, कोहीसँग समय छैन आमा। आमा तपाईँको कोखमा बास लिएर जन्मिए पनि मैले हजुरको 10 धारा दुधको ऋण तिर्न सकिनँ, धिक्कार छ मलाई। आमा अभाव, दबाव, अशान्ति र पीडाका कारण मलाई यस्तो संसारमा बाँच्नै मन लागेको छैन। आमा मलाई माफ गर्नु है, म यो पीडामा बाँच्न सक्दिनँ, फर्केर पनि आउन सक्दिनँ। आमाको सपना पुरा गर्न नसक्ने छोरालाई बाँच्ने अधिकार पनि छैन। आफ्नो कोख बिर्सन गाह्रो छ आमा, तर छोरा विदेशमा हरायो भने सम्झनु है। म यो संसारबाट सदाको लागि बिदा लिँदैछु, मलाई माफ गर्नु आमा। तपाईँको सपना पुरा गर्न सकिनँ, मलाई सामना दिनु है मेरी प्यारी आमा। सदाको लागि बिदा मागे आमा, तपाईँको अभागी छोरा श्याम। Oh, okay, get the body.
Hey man, your visa's expired. We are deporting you back to your country now. Grab your stuffs as soon as possible. No, I applied extension, no. No man, it's rejected. Pack your stuffs. No, you can't do this to me. Please, don't do this to me. I'll be in big trouble. It's Please, not our problem, I man. can't go. Please, I'll be in big trouble. Don't take me. Officers, drag him. No, please. I'll be in big problem. दाइ यो के भएको आज खै भाइ के भयो के भयो दाइ जे भए पनि काममा त जानु पर्यो नि होइन म गएँ ल हेलो के भयो तपाईँलाई किन यस्तो निराश हुनुभएको आँखाभरि आँसु छ त के भयो भन्नु न आज श्याम भाइले सुसाइड गर्यो हँ किन के भयो र आफूले सोचे जस्तै घर पछि सङ्घर्ष गर्दा गर्दै उसलाई मर्नु बेस लाग्यो अन्त छोरी त आज दिनेश भाइलाई पनि रिपोर्ट गर्यो हो र कस्तो कुकुर जस्तै लखटिरहेको छ अन्त छ त्यो केटी जसकोमा डिपेन्डेन्टमा आएको हो त्यो केटीले मलाई ब्ल्याकमेल गरिरहेको छ पैसा दे नत्र डिभोर्स गर्छु अनि फर्काउनु पर्ला भन्दै छ रिता म भित्रैबाट टुटिसकेँ कहिलेकाहीँ त मलाई श्याम भाइले गरे जस्तै ठिक लाग्छ के भन्नुभएको त्यस्तो त्यस्तो नभन्नु न त्यस्तो भन्नुभन्दा अगाडि हाम्रो अनुहार सम्झिनु आमा बुवाको छोराको अनुहार सम्झिनु भयो छोडिदिनुहोस् दिनेश चाहिँदैन हामीलाई गिफ्ट कार्ड हेर्नुहोस् तपाईँले पठाएको पैसा मैले सुरक्षित राखेकी छु त्यसैले केही गरौँला परिवारभन्दा ठुलो पैसा होइन आउनु फर्केर मलाई पनि तिमीले भनेकै ठिक लाग्यो अब म फर्किन्छु मलाई यहाँ बस्नै मन लागेको छैन हस् धेरै तनाव नलिनु है